ओ शङ्करं शङ्कराचार्यं केशवं बादरायणः सूत्रभाष्यकृतौ वन्दे भगवन्तौ पुनः पुनः। ईश्वरो गुरुरात्मेति मूर्तिभेदविभागिने व्योमवद्व्याप्तदेहाय दक्षिणामूर्तये नमः। श्रीदक्षिणामूर्तये नमः। हरि ओम। सबैमा नमो नारायण छ। आज सानो विषय लिएर हामी चर्चा गर्नेछौँ। त्यो विषय हो कि सनातन धर्म वा अन्य मुसलमान धर्म अथवा ईसाई धर्ममा अन्तर के छ। सनातन धर्ममा र मुसलमान आदि ईसाई आदि धर्ममा के फरक छ र के भिन्नता छ भन्ने विषयलाई लिएर हामी चिन्तन अथवा त्यस विषयमा चर्चा गर्नेछौँ। आज विश्वमा हेर्ने भनी मुसलमान धर्मले धेरै नै उन्नति र त्यसलाई मान्ने अनुयायी धेरै नै छन्। त्यसलाई धर्म भनी भन्ने गर्दैनौँ हामीले त्यसलाई एउटा पन्थ पनि भन्ने गर्दछौँ। दोस्रो नम्बरमा ईसाई धर्म पनि धेरै नै मान्ने गर्दछन् मान्छेहरूले। सनातन वैदिक धर्म र मुसलमान ईसाई धर्ममा अन्तर के छ भन्ने यो विषयलाई कहिलेकाहीँ लिएर चिन्तन गर्नु पनि आवश्यक छ। त्यही विषयलाई लिएर म अहिले आज प्रस्तुत भइरहेको छु। हजुरहरूले मुसलमान आदि धर्महरूमा प्रश्न गर्न सक्नुहुँदैन। हजुरलाई तिनीको जो पैगम्बर जसलाई उनले आफ्नो सर्वश्रेष्ठ मान्ने गर्दछन् मोहम्मद, उसले जो ग्रन्थमा लेखेर गयो आजभन्दा 1400 साल पूर्व त्यसलाई नै मान्नु पर्नेछ। त्यसमा अतिरिक्त तपाईले प्रश्न गर्न सक्नुहुन्छ। त्यहाँ जे निर्देश गरिएको छ त्यसलाई मान्नु अत्यन्तै आवश्यक छ। तिनीको नि फादरी हुन्छन्, गुरु जसलाई हामीले गुरु धर्माचार्य आदि भन्ने गर्दछौँ, उनीको नि फादरी आदि हुनेछन्। र त्यहाँ जो उसले भनेर गयो, जो अल्लाहको निर्देश अथवा उनीको अल्लाह भनौँ, जसलाई अल्लाह भन्ने उनीले मान्ने गर्दछन्, त्यसको निर्देशलाई नै उनले सर्वश्रेष्ठ सर्वस्व मानेर नै पालन गर्ने गर्दछन्। त्यहाँ प्रश्न गर्ने अधिकार छैन। त्यस्तै प्रकारले हेर्नुस्, ईसाईहरूको पनि हेर्नुस्, ईसाईहरूले पनि के गर्नेछन्, जसलाई क्रिस्चियन आदि के भन्ने गर्दछन्, उनीहरूले नि के गर्नेछन्, उनीहरूले पनि त्यो उनीहरूको चार मिरान हुन्छ, एउटा चर्च आदि बनाएका हुन्छन्, जसलाई गिरिजा घर पनि भन्छन्। संस्कृतमा गिरिजा भन्ने चाहिँ नि माता पार्वती हो, माता पार्वतीको घर पनि भन्ने गिरिजा हैन। तो पार्वतीको नाम हो गिरिजा। तो उनीहरूले गिरिजा, हाम्रो संस्कृत आदिमा उनले गिरिजा घर पनि भन्ने गर्छन् भने वस्तुतः हाम्रै माता पार्वतीको नाम भन्ने पनि जान सकिन्छ। तर उनीहरूले पनि के मान्ने गर्दछन् भने त्यसलाई चाहिँ सिर्फ त्यो एउटा चर्चको भित्र नै चर्चा गर्ने विषय मान्नेछ। त्यहाँ जे भने तिनले निर्देश गरे त्यो विषयलाई नै मान्ने गर्दछ। तर हाम्रो वैदिक सनातन धर्ममा तपाईले श्री गीतालाई नै लिन सक्नुहुन्छ। भगवान श्री कृष्णको संवाद हुँदैछ, तर त्यहाँ अनन्त प्रश्न उत्तर भइरहेको छ। अर्जुनले प्रश्न गर्छन् र भगवानले उत्तर दिने गर्छन्। त्यस्तै प्रकारले हाम्रा प्रत्येक ग्रन्थहरू पनि माता पार्वती र शिवजीको संवादको रूपमा लिने गर्दछ। माता पार्वतीले प्रश्न गर्ने, भगवान शिवजीले उत्तर दिने। भगवान शिवजीले प्रश्न गर्ने, माता पार्वती
यस्ता अनेक अनेक जहाँ प्रश्न उत्तर गुरु शिष्य भाव जिज्ञासा राख्ने र तपाईँले प्रश्न गर्ने पूर्ण अधिकार छ। त्यस्तै प्रकारले एउटा घटना तपाईँलाई सुनाउन चाहन्छु। त्यो घटनाको माध्यमले हाम्रो विषय अझ पुष्ट हुन जान्छ। त्यसको पुष्टिको लागि अन्य उदाहरण लिने गर्दछौँ हामी। यहाँ सर्वप्रथम इसाई भारतमा आयो। इसाईले चाहिँ नि त प्रचार गर्ने गर्दछ। उसले हेर्नेछ गरिब को छ, दुखी को छ, असहाय को छ, रोगी को छ, यस्ता व्यक्तिहरूलाई हेरेर उनले टार्गेट गरेर धर्म परिवर्तन गराउने गर्दछन्। धर्म परिवर्तन किन हुन्छ? जब हाम्रो धर्मशास्त्रको ज्ञान हामीलाई हुँदैन, कसैले हामीलाई यो भनिसक्दाखेरि हामीलाई त्यसमा विश्वास गरेर हामी त्यसमा जाने गर्दछौँ। त्यसैले सर्वप्रथम हर प्राणीको, हर व्यक्तिको दायित्व हुनेछ कि आफ्नो धर्म, आफ्नो सनातन, आफ्नो परम्पराको बारेमा ले जान्नु आवश्यकता छ। यो जीवनको एक अभिन्न अङ्ग हो। नभए हामीलाई कसैले पनि आएर भ्रमित गराउन सक्छ। उसले भनेकोमा बातलाई हामीले मान्न हामी मजबुर हुन जान्छौँ। किन भन्दा हामीलाई आफ्नो धर्मशास्त्र, आफ्नो संस्कृति, आफ्नो परम्पराबाट हामी परिचित छैनौँ। त्यसो हुनाले हामीले विशेष गरी ध्यान राख्नुपर्छ। हामीले आफ्नो धर्म, संस्कृति र आफ्नो परम्पराको बारेमा जान्नु आवश्यक छ। हजुरले जान्नु भने आउने हजुरको पिँढी, हजुरका सन्तानले पनि जान्नेछन्। त्यस क्रमबद्ध चल्नेछ। आज हामी आफ्नो धर्म, आफ्नो संस्कृति, आफ्नो परम्पराबाट यति दूरमा छौँ, कसैलाई सोध्नु गीतामा कतिवटा चाहिँ श्लोक रच्नु भएको छ भगवानले भन्ने प्रश्न नदिन सक्ने अनन्त हाम्रा दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ होला सायद, सम्भवतः। तर इसाई एउटा यहाँ भारतमा इसाईको फादरी, जसलाई चाहिँ गुरु भन्ने गर्दछन् अथवा यसको धर्म प्रचारक आयो र उसले एउटा गाउँमा गयो र एउटा व्यक्तिलाई पक्रेर उसले भन्यो हाम्रो इसाई धर्ममा त यस्तो छ, यस्तो छ, यस्तो छ भनेर उसले आफ्नो इसाई धर्मको बातलाई उसलाई सुनाउन थाल्यो। त्यस व्यक्तिले भन्यो यो मलाई कुनै आवश्यकता छैन। तैँले जो कुरा गरिस् त्यो कुरा त मेरै शास्त्रमा छ, मेरै बात, मेरै धर्मशास्त्रमा छ। तेरा बातमा म प्रभावित छैन भनेर एउटा ग्रामीण व्यक्तिले पनि, एउटा सामान्य व्यक्तिले पनि त्यस्तो उत्तर दिनाले ऊ एकदम हक्कबक्क रह्यो। उसले चिन्तन गर्यो, उसले सोध्यो त्यसपछि तिमीको धर्मशास्त्रमा कुन चाहिँ यस्तो ग्रन्थ छ, त्यो ग्रन्थलाई पढ्नाले सम्पूर्ण धर्मशास्त्रको विषयमा जान्न सक्छु म भनेर उसले जिज्ञासा गर्यो। त्यस व्यक्तिले भन्यो हाम्रो धर्मशास्त्रमा एउटा गीतालाई उपनिषदको सार र भगवानको मुखारविन्दबाट उच्चारण भएको हुनाले यसलाई एकदम प्रमाणिक ग्रन्थ मानिन्छ। त्यो ग्रन्थ पढ्नाले तैँले सम्पूर्ण हिन्दू सनातन धर्मको विषयमा जान्नेछस् भनेर यसरी उत्तर दिँदाखेरि त्यस फादरले विचार गर्यो मैले भारतमा यिनीलाई धर्म परिवर्तन गराउनु छ भने मैले पूर्वमा सनातन धर्मको ज्ञान राख्नु आवश्यक छ। किन कुनै विषयलाई खण्डन गर्नु छ भने त्यस विषयको ज्ञान हुन आवश्यकता छ। उसले त्यो विचार गरेर उसले गीता ल्याएर गीता अध्ययन गर्न सुरु गर्यो। शनै उसले गीता अध्ययन गर्दै जाँदाखेरि के हुन गयो भन्नुहुन्छ भने वस्तुतः ऊ खण्डनको दृष्टिले, त्यहाँ दोष दृष्टिले के दोष छ र यस दोषलाई पक्रेर म यिनी हिन्दू मान्नेहरूलाई अथवा यस परम्परालाई मान्नेलाई मैले चाहिँ उसको विरुद्ध बोलेर उनलाई प्रभावित पारेर आफ्नो इसाई धर्ममा ल्याउँ भन्ने त्यो उद्देश्यले पढेको थियो। उद्देश्य गलत थियो। तर उसले पढ्दै जाँदा उसलाई यस्तो त्यस गीताबाट यस्तो ज्ञानहरू मिल्न लाग्यो कि ऊ इसाई धर्म छोडेर हिन्दू हुन गयो। हेर्नुहोस्, यो प्रत्यक्ष घटना हो। र उसले अध्ययन गरेपछि ऊ आफ्नो गाउँमा गयो, फेरि आफ्नो देश फर्केर गएर उसले ती देशमा आफ्ना गाउँलाई, आफ्ना समाज, आफ्ना परिवारलाई भन्यो या त तिमीले मलाई इसाई धर्मबाट मेरो जो मैले विषय प्रस्तुत गर्छु त्यसलाई खण्डन गर, या तिमीहरू पनि हिन्दू सनातन वैदिक धर्ममा या हिन्दू धर्मावलम्बी बन भनेर उसले त्यसरी भन्दाखेरि उनीहरूले पनि अब घर परिवारको आफ्नो परम्परा हो, आफूले मानेर आएको त्यो चिजलाई तत्क्षण खण्डन र त्यसको परित्याग गर्न मान्छेले सक्दैन। र उनीहरूले भरपूर प्रयास गरे र उसले राखेका विषयलाई खण्डन गर्न प्रयास गरे। उनीहरूले धर्मबाट आफ्ना धर्मगुरु फादरहरूलाई बोलाएर चर्चा विचर्चा गर्दाखेरि अन्त्यमा ती फादरहरू पनि निराश भए र ऊ सम्पूर्ण आफ्नो परिवार लिएर भारतको
सिक्किम आदि जग्गामा आएर अहिले ऊ सनातन धर्म भनिराखेको छ। आफ्नो धर्मलाई छोडेर आफ्नो यो सनातन वैदिक धर्मलाई भगवान श्रीकृष्णको अर्चना आराधना गरेर मन्दिर बनाएर डप्प बसेको छ। भन्नुको तात्पर्य यो हो कि हाम्रो धर्म संस्कृति, हाम्रो परम्परा प्राचीन हो, सनातन हो, करोडौँ वर्ष सत्य त्रेता युगबाट चल्दै आएको हाम्रो परम्परा हो। त्यस परम्पराको ज्ञान हामीलाई अत्यन्त हुनु जरुरी छ। त्यो ज्ञान कसरी हुन्छ भनेपछि या त धर्मशास्त्र पढ्नुस् हजुरले स्वयं, या पढिरहेका गुरुजन हाम्रा सन्त महात्माहरूको शरणमा जानी र त्यस विषयको ज्ञान जिज्ञासा राख्नु, त्यो विषयबाट तपाईँले अवगत हुनु आवश्यकता छ। आजको युवक, आजको पिँढीलाई अत्यन्तै आवश्यक छ। नभए हामीलाई कसैले पनि भ्रमित गर्न सक्छ, हामीलाई कसैले केही सुनाइसक्दा हामी त्यसबाट छुट्टै प्रभावित हुने र निरुत्तर भएपछि हामी आफूलाई आफै पराजित महसुस गरेर यही रहेछ भनेर स्वीकार गर्ने पनि गर्दछौँ। त्यसैले यो गल्ती नहोस् भनेर हामी आगन्तुक यस्तै भिडियोहरूमा साना साना विषयहरूलाई लिएर चर्चा विचर्चा र हामीले मानेका परम्परा, सनातन धर्ममा के वैशिष्ट्य छ, यो वेदमा पनि क्यों अथवा क्यों यस्तो गर्ने, किन भन्ने यो प्रश्न बडो भयङ्कर प्रश्न छ। पूजा किन गर्ने, तुलसीमा पानी किन हाल्ने, गाईको पूजा किन गर्ने, पिपलको पेडको पूजा किन गर्ने, जनेउ किन लाउने, चोटी किन पाल्ने, तिलक किन लाउने, पितृ आदि कार्य किन गर्ने, यो किन भन्ने यो जो प्रश्न छ नि, त्यो प्रश्नका प्रत्येक उत्तर मैले प्रयास गर्नेछु कि यसबाट छोटा छोटा भिडियो बनाएर यसको माध्यमबाट यसको सदप्रयोग गरौँ। आजकलको यो हैन, यो हर चिज आफ्नो मनको अथवा आफ्नो विषयलाई हामीले राख्न सक्छौँ र त्यसबाट अनन्त व्यक्तिहरूले लाभ पनि लिन पाउने गर्दछन् भन्दै यो उद्देश्य राखेर हामीले आगन्तुक समयमा यस्तो समय मिले अनुसार साना साना भिडियोको माध्यमबाट हामीले जान्ने गर्दछौँ। आज हामीले जान्यौँ सनातन अथवा मुसलमान अथवा आफ्नो इसाई यस्ता धर्महरूमा के अन्तर र हाम्रो सनातन वैदिक धर्ममा के अन्तर छ भन्ने, र वेदमा पनि के हामीले क्यों अथवा यो प्रश्न गर्ने हामीलाई अधिकार छ कि छैन भन्ने यस विषयहरूलाई लिएर चर्चा विचर्चा गर्नेछौँ र आफ्नो ज्ञानको वर्धन र उसलाई बढाउने काम गर्नेछौँ भन्ने मेरो आशा छ। हरिओम नमो नारायणाय।